अस्ति जाँड खाएर हैरान पारेछ एकजना पण्डित बाको छोराले। आमा चाहिँले भनिन्छन्, हेर बाबु, बाउको त्यत्रो इज्जत थियो, हजुरबाउको त्यत्रो इज्जत थियो, बा साह्रै चिन्तित छन्, बा चाहिँ तेरै पिरले चाहिँ मर्नी भए, अब जाँड खान छोड बा, नखा, खान नखा बाबु, यस्तो चिज खाएर राम्रो हुन्न, हाम्रो पिता पुर्खाले पनि खाएनन्, तैँले कहाँबाट सिकिस यस्तो कुरा भनेपछि छोरोले पनि भनेछ, ल बालाई चाहिँ एकचोटि मसँग बसेर रक्सी खान भन्नु, त्यसपछि म छोडिदिन्छु भनेछ। पक्का छोड्छस् नि, फेरि बाले एकचोटि खाएपछि हो, छोडिदिन्छु पक्का हो, कन्फर्म भनेछ। अनि त्यसो भनिसकेपछि बुढी माउले चाहिँ पण्डितजीलाई बाजेलाई भनिन्छन्, ल छोरोले चाहिँ एकचोटि तपाईँसँगै बसेर खाइदिनुहोस् रे, रक्सी खान छोड्छु भनेको छ भनेपछि हैरान पारिन्छन् त बुढी माउले चाहिँ। अनि बाउ छोरा भएर सँगै रक्सी खान बसेछ। अनि रक्सी खाएर लाग्दै गइसकेपछि बाउ चाहिँले छोरा चाहिँले भनेछ, हैट तेरिका, यस्तो पीर चिन्ता परिताप सबै हरण हुने रहेछ, यति आनन्द भएको छ मलाई। यो कुरा पहिले त मैले थाहा नै पाइनँ नि, खा बाबु थाहा हुन्छ। अब बाबु तैँले चाहिँ छोड नछोड, मेरो चाहिँ आजबाट सुरुवात भयो, स्टार्ट भयो भनेको। छोरो त अहिले कोमामा छ, ल हेर्नुहोस् त, यो नै जिन्दगी हो, अरू त सबै मायामा हो।